कन्सिलर लिपस्टिकलाई धेरै लाग्यो बुढै बाङ्गो साथीहरू यस्तो देखि मेरो मेकअप चाहिँ बस् न यस्तो हेलो साथी नमस्ते मेरो नाम चाहिँ रत्नमाया तामाङ हो म चाहिँ अस्तिदेखिको ब्लगहरू गर्न थालेको छु अहिले म मेकअप ब्लग गर्नु पर्यो भनेको मेकअप गर्नु चाहिँ आउँदैन मसँग जे जति काम छ त्यतिकै म मेकअप गरेर हजुरहरूलाई देखाउँछु हेर्दै गर्नु होला मेरो ब्लग बाई ल साथीहरू सुरुमा म चाहिँ सिरम लाउँछु यसरी नै लाउँछु नानी उता जाउँ न अलिक उता अलिक यसो गर्नु न एकछिन यसले दिँदैन क्या केटाकेटीहरू भएपछि यो आफूले गर्छु गर्ने उयो अब म चाहिँ सिरम लाउँछु यो नानीहरू भएर होला अघि नानीले भिडियो नै बिगाएको थियो के गरेर चाहिँ लाउँछु छोरी छ र त्यसले हल्ला गरेर यहाँ डिस्टर्ब गरिरहेछ कुन्ताको आमा बिस्तारी बोल्ने झन् छोरीले यता पनि लगाइदिएको यता पनि लाउनुपर्छ अलिअलि रको अनि यहाँ कानतिर उब्रेको हाततिर साथीहरू म चाहिँ यो बेन्डीको सनस्क्रिन र यो के भन्छ फाउन्डेसन मिसेको यही मात्र लाउँछु फाउन्डेसनहरू चाहिँ म चाहिँ लाउँदिनँ यो चाहिँ अलिक मैले यो सनस्क्रिन भने नि फाउन्डेसन भने नि यही लगाएँ मैले चाहिँ बेन्डीको म चाहिँ यही लाउँछु ब्लेन्डर चाहिँदैन यही हातले नै यसरी ल्याप ल्याप दल्ने हो म चाहिँ यसरी नै दल्छु क्षमता छ तर मलाई चाहिँ झ्याउ लाग्छ ब्लेन्डरले उयो गर्नु किचकिच है साथीहरू नानीको त्यस्तै ठुलोमाको त्यस्तै मेरो आवाजभन्दा बाहिरको आवाजहरू ठुल्ठुलो आइरहेको होला र पनि हेर्नु होला मात्र अनि मैले जानिहालेको छु नि ल साथीहरू म चाहिँ अब यो के भन्छ यसलाई यहाँ कोर्नु पर्यो परेला माथि त्यही बोललाई हैनमा कस्तो अप्ठ्यारो भयो ल साथीहरू मैले चाहिँ परेला कोरिसकेँ बनाउनु चाहिँ आउँदैन मलाई जस्तो आयो त्यस्तै यसरी नै गर्छु लगाइदिएको हो यस्तो भयो मेरो चाहिँ अहिले यहाँ कन्सिलर थियो कन्सिलर पनि कता नानीले अहिले कहिले कहाँ फ्याल्दै फ्याल्दा छैन हेरोस् यो चाहिँ कन्सिलर यो अब कन्सिलर लाउँछु हो यो पनि लाउनु चाहिँ आउँदैन म युज पनि गर्दिनँ त्यही हो भन नानी ल मैले यो चाहिँ कन्सिलर लगाइसकिसकेँ अब यहाँ ब्लेन्डरले अलिअलि ब्लेन्ड गर्छु अब यहाँ अलिकति यहाँ लाउँछु यहाँ हाल्नु न यसको गति यस्तो गर्छ क्या बिचमा पक पकाउँछ नि मलाई यस्तोतिर नि अलिअलि लगाइदिएँ यहाँ पनि ल कता कता लाउने हो लु लगाइदिएँ मैले चाहिँ ब्लेन्ड गरेँ यहाँ हाल्नु न यसको गति यस्तो गर्छ क्या यो केटाकेटीको बाउले बिचमा पक पक बोलिदिन्छ कि त आइदिन्छ ल साथीहरू म चाहिँ यो आई स्याडो लाउँछु यो पनि पोरै किनेको यो पनि युज गर्दिनँ नानीहरूले नि सब बिगारिदिइसक्छ म चाहिँ यो माथि
आई स्याडो लगाएँ। यो चाहिँ स्किन कलरकै आई स्याडो हो। सुन्नुभएको होला यस्तै है, यहाँ त जहिले तहिले यहाँ यस्तो क्याङ क्याङ किच किच भन्ने कुरा यस्तै रहेछ जहिले तहिले। चाहिँ इग्नोर गरिदिनुहोस् होइन, देखिएन अलिकति चेन्ज यसमा चाहिँ बढी भयो क्या, यसरी नै लाउँछु। लगाइसकेँ मैले चाहिँ आई स्याडो। यहाँ मेरो छोरीको गति हेर्नुहोस्, अहिले म कस्तो अहिले पर जाऊ हेर्नु न, यहाँ चुडेल नि भएर आइरहेछ। उता जानु अलिक भिडियो नबिताएको चाहिँ म मस्कारा कोही चाहिँ लाउँदिनँ थिएँ, यो पनि भर्खर लाउनु थालेको। यहाँ न यहाँको र यहाँको चेन्ज, यहाँ आऊ न, यहाँ यसरी भिडियो ल साथीहरू। मैले चाहिँ ब्लसर लगाइसकिसकेँ अनि यति भयो मेरो मेकअप गरेर। देखेको पो छैन ब्लसरहरू लगायो किने माथिबाट हाइलाइटर लाउँछु। यो पनि त्यति यो छैन, यो पनि सबै फुटिसकेको छ। यो पनि कसको गर्नु देखेको थियो भिडियोमा, यसो गर्नु। अनि यसरी अनि यसरी फेरि कस्तो हुन्छ मेकअप गरेको। जस्तोको त्यस्तै देखिरहेको, हल्का पनि त्यस्तै हाल्दैन यस्तो लाइनर लाउँछु लास्टमा। लिप लाइनर पनि सानो सार्को थियो, कता हरायो यो पनि तिखार्नु पर्यो। लाइन आयो अहिले फेरि, अघि लाइन गएको थियो। कता पो गयो क्या ढङ्ग पनि। मैले चाहिँ लिप लाइनर लगाइसकिसकेँ। पनि गएको जान्छ आउँछ के। मेरो चाहिँ रातो पनि छ अनि यो चाहिँ मलाई मेरो फेभरेट लिपस्टिक हो। लिपस्टिक पनि कति न माथि भइसकेछ। यो चाहिँ अलिक ल्याप्पै हुन्छ र उयो धेरै उयो देखिन्छ र म चाहिँ यही ल्याउनु पर्ने जुगाड। ल साथीहरू, मेरो चाहिँ लिपस्टिक पनि लगाएँ, धेरै लगाएँ कि क्या हो लिपस्टिक पनि। बस अब टिका लाउनु चाहिँ सधैँ कालो टिका चाहिँ सकिरहेछ। मस्काराकै सानो टिका बनाएर लाउँछु। टिका लगाएँ। अब चाहिँ मेरो बुढाको नामको सिन्दुर लाउनु पर्यो। बाङ्गो पो छ कि बाङ्गो छैन होला। बाङ्गो भए पनि बुढै बाङ्गो छ, सिउँदो पनि बाङ्गै होला नि। मलाई चाहिँ धुलो सिन्दुर मनपर्छ है साथी। साथी बाहिर बनाउँछु यस्तो देखिरहेछ। मिठो अलिक लिपस्टिक चाहिँ कालो तर म चाहिँ यस्तै। फाइनली मेरो मेकअप यस्तै, मलाई यस्तै आउँछ मेकअप, सो यस्तै गर्छु म।
ल है साथीहरू, यस्तो देखियो मेरो मेकअप चाहिँ बाहिर घाममा आएर देखाएको। अरे लु मेरो मेकअप चाहिँ डन यस्तै हो। अलिक लिपस्टिक चाहिँ धेरै लगाएँ, अनि यो 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 के भन्छ यसलाई पनि, मस्कारा पनि धेरै लगाएँ कि के छु। मेरो मेकअप डन क्या कालो यति भन्दै मेरो ब्लग इन गर्छु। गाइस साथीहरू, मेरो ब्लगलाई माया गरिदिनुहोस् अनि लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला मेरो ब्लगलाई। मेरो छोरीको चाहिँ मेकअप यहाँ हान्नुहोस् न, यस्तो छ कति। नानीले नै मलाई गर्नु दिँदैन क्या। यता हेर्नु त सानी।